तपाईले आफ्नो छोराछोरी अस्ट्रेलिया पढ्न पठाउने सोच्दै हुनुहुन्छ भने तपाईले यो भिडियो छुटाउने हुन्न। अब अस्ट्रेलिया पठाउनलाई पहिलो प्रोसेस भनेकै तपाईको छोराछोरीले चाहिँ आइएल्स या पिटी लगायतको एउटा इङ्ग्लिस टेस्ट दिनुपर्ने हुन्छ। अस्ट्रेलियामा इङ्ग्लिस मिडियममा पढाइ हुने हुँदा नेपालबाट जाने विद्यार्थीहरूले युनिभर्सिटिजको रिक्वायरमेन्ट अनुसार चाहिँ इङ्ग्लिस टेस्टहरू दिनुपर्ने हुन्छ र कतिपय कोर्सहरूमा सर्टेन इङ्ग्लिस टेस्टहरू को सर्टेन लेभलको स्कोरहरू पनि पुऱ्याएको हुनुपर्छ। अब इङ्ग्लिस कोर्स गर्दै गर्दा तपाईले आइएल्स गर्ने कि पिटी गर्ने भन्ने पनि कन्फ्युजन आउँछ। कतिपय मार्केटमा के सुनिन्छ भन्दा कतिपय कोर्सहरू त आइएल्स मात्र एक्सेप्ट गर्छ रे, कतिपय युनिभर्सिटिजहरूले चाहिँ आइएल्स बाहेक पिटीहरू एक्सेप्ट गर्न छोड्यो रे, बन्द भयो रे भन्ने कुरा धेरै सुनिन्छ। यो सबै हल्ला हो। अस्ट्रेलियाको मेजर युनिभर्सिटिजहरूमा चाहिँ मेजर कोर्सहरूमा चाहिँ पिटी इजिली एक्सेप्टेबल छ। तसर्थ तपाईले यदि छोराछोरीलाई आइएल्स कि पिटीमा कन्फ्युजन भएको देख्नु भएको छ भने पिटी रिकमेन्ड गर्दा हुन्छ। यो कम्प्युटर बेस्ड टेस्ट हो। आजकलको भाइ बहिनीहरू कम्प्युटर बेस्ड प्रोसेसमा इजी पनि मान्नुहुन्छ, रिजल्ट पनि क्विक आउँछ। कन्फ्युजन छ भने तिलिचो कन्सल्टिङ ग्रुपमा कन्ट्याक्ट गर्नुहोस्।